कहाँ आयो फेरि म ओके ठिक छ हेलो के छ हेलो कहाँदेखि हजुर हेलो हेलो from Myanmar ဗာလဲမသိဘူးသူပြောတာနားမလဲမြန်မာ hello hello ए why ल after confused I thought you are like from Nepal oh you from Myanmar Nepal yes oh okay ရေးရတော့ဟာ if you are uncomfortable No, speaking we- English then I can like I can speak in your comfortable language too ဘယ်လိုပြောမလဲသူ့မှာလည်းလို့ရဟုတ်တယ်ဘယ်လိုပြောရမလဲဒုက္ခပဲညီကအင်္ဂလိပ်စကားတိတ်မပြောတတ်ဘူး हैं कुन ဒုက္ခ language လူမျိုးတယ်ဟော मैले အဲ့ဒါတည်းပဲပြောတတ်တယ်ဒုက္ခပဲမြန်မာလိုအတင်းပြောတယ် म त नेपाल सोचिरहेको थियो त्यही भएर म अघि अलि कन्फ्युज भइदिरहेको म त के छ कसो छ भनेर सोधपुछ गरेको त ल ठिक छ यार ठिक छဟုတ်တယ် के गर्नु त्यहाँ गाइजर कहाँदेखि यता आइपुग्यो त ဟိုမှာပေးမဲ့သူတွေအများကြီးပဲကျမရဲ့ win 15ကိုစောင်းရတော့မယ်လောက်ကြပါဦးအသေးတွေပေးကြပါဦး ल्याङ्ग्वेज त म बुझ्दिनँ हौ भइगयो इङ्ग्लिस नबोल भनेको त उता के यार कुन ल्याङ्ग्वेज बोल्यो कुन ल्याङ्ग्वेज बोल्यो ए लाला सिसलाई मोड दिनु त कहाँ हुनुहुन्छ हाम्रो ए लाला आउनुहोस् त पिन गर्नुहोस् म गरिदिन्छु ए यहाँ हुँदो रहेछ त भयो होइन के भयो कसरी गर्छन् रे सायद भयो होइन ए ल सिस वर्ल्ड कपको के छ वर्ल्ड कपको अब छ अलि यसो हेरौँ योपल्ट हेर्नुपर्छ हाम्रो सु गर्ने दाजुको आशा छ थ्याङ्क यू सो मच दिपक दाई रोनाल्डो रे यस एकदम रोनाल्डोको फ्यान हो दाइ रे अलि फ्यान भन मनपर्छ फ्यानै हो भनौँ न सपोर्ट गर्न मन लाग्छ किन फेरि म त मेसीको हो भन्दाखेरि यताखेरि दाज नहोला फेरि त्यस्तो नगर है यता आफ्नो सपोर्ट गर्ने हो होइन आफ्नो टिमलाई म त पूजा पन्थीको फ्यान कुन टिम हो यो खै यार पूजा पन्थी भन्ने कुन क्लब रहेछ कुन मतलब ऊ रहेछ टिम हजुर 1-2 दिनपछि गाइज है मोटो पनि आउँछ 1-2 दिनपछि लाइभ अहिले अलि उसको ब्लग हेर्नुहोस् न ब्लग हेर्नुहोस् ब्लग हेरेर थाहा हुन्छ त रेस्टमा छ अलि यसो सेन्टी हल्का ट्रिटमेन्टले गर्दा म्याडमजीको सो त्यो भएर हल्का अब रेस्ट गर्न दिउँ उता 15 अरे भाइ अरे त हामीले देखेकै थिएन रे के हो यस्तो यता त नि एक्साइटेड चिज रहेछ त हामी कहाँ बिजी भइरहेको थियौँ यार उता अनि 32 गरिदियो अनि त्यहाँको फ्ल्यासले गर्दा उता त आँखै गएन 15 सिक्स अरे लिनु परेन रे खै त गाइज हेरौँ है लास्ट 40 सेकेन्ड छ म त देख्दै नदेखेँ म त मस्त यता गफ पुरा पेलान अझ चिया भइदिएको त यहीँ डुब्थ्यो होला अझ सुलुलुलु गरिदिन्थ्यो अहिले स्योर गाइज उता हेर उता है उता त 15 सिक रहेछ रे हामीले त लिनुपर्छ रे अनि बोलो मजा आउँछ त हो उता एक्सप्रेसन म उता तेरो मलाई म्युट गरेर तेरो यता फोकस रहेछ नि त पुरै फोकस तेरो भन्छु किन मसँग कुरै गर्दैन
इङ्ग्लिसै बोल्न छोड्दै यार बिचबाट गाइज हेरेर फेरि उता 15 सिट छ लिनुपर्छ मजा आउँछ 32 यता पुरा नेपाल राजधानीमा पुरा बत्तीको सतेज हुँदैन अहिले कहिले ल हेर भइगयो नि त अनि अब अनि बत्ती बल्यो न Bye bye. अरे वाइ Bye. लेट्स प्ले अगेन You very strong. Okay. I got your 15 streak. Okay. Now you should take my this. One last, okay? Okay. Follow me. Only girls follows me. Yes. Okay, you follow me. ल के हो यस्तो आमामा 32 त खतरनाक छ त对不对？wij willen jou alleen. Bij me. Dit kan lo चाहे别加。करे पुरुबै पार्दिने यस्तो मकै दाँत रहेछ मकै दाँत भन्छ नि मकै यस्तै कि होइन उता अब हामीले 15 को स्ट्रिक लिदियौँ एकचोटि यसो यतातिर नि ट्राई गरोस् न भनेर हल्का मन यतिखेर हामीलाई के गर्नु छ यार यतिकै बसेर कुरै गर्नु छ यतिको उइसँग जोइन भएर नि कोही कुरै गर्ने होइन अरे बच्चा पनि रहेछ त यार बच्चा भइसक्यो यार उता ल के यस्तो 32 देखाउँदै बच्चा गरेर ल आई एम टु लेट थाहा नै थिएन यार Yes, she has a baby रे ठिक छ त अनि बेबी भए के भयो त मैले त रहेछ भनेर म अचम्म भएको नि मैले त हेर्दा भर्खरै अब म झन् सानो हो कि क्या हो सोचिरहेको थिएँ मैले त अलिकति पछि त सानोले नि आजकल यार के हो दुनियाँमा हाकेका छन् त पछिबाट हाम्रो यता कहिले हो भाइ बच्चा अरे यस्तो नभनिदिनुहोस् हुन्छ समय आउन दिनुहोस् समय त चलिरहेको छ अहिले अब समय चल्दा जब समाप्त हुन्छ नि आउला समयसँग अहिले आफै म यता लक्का पक्का छैन यो मान्छे यार न बोल्छ होइन न केही कस्तो यार कहाँदेखि म के गर्थेँ कहाँबाट फेरि म खेल्दिएँ यार एकैछिन लाइभ आउँछु भनेको मलाई त बसाइदिए थिएँ यो सक्काहरू जाम लगाएछ यो सक्काहरू जामलाई अब यत्रो उता मैले 15 को स्ट्रिक लिइदिइसकेँ त्यत्रो लिएर नि आफ्नो किन यतिकै बेकारमा कट गरेर बरु त्योभन्दा अब उसको लिनु थियो होला यत्रो जमाएर राखेको थियो एउटा गर्दै है एउटा गर्दै स्टिक बढाऊ भने यसरी होइन यो पनि अब जितेरै जाउँ सँगै छ उता इङ्ग्लिस आउँदैन रे दाई भन्दैछ हो र नो वरिज पहिले भन्नुपर्ने म सिकाइदिन्थेँ ए फर एप्पल बी फर बल उताकोतिर बोल्दैन होला नि त त्यहाँतिर अलि चल्दैन होला
लास्ट 30 सेकेन्ड है गाइस, त्यसपछि जानुपर्ने हुन्छ। यसो 2-3 मिनट कुराकानी गरेर भोलि हामीलाई भोलि मस्तले बसौँला। यसो भोलि चाहिँ म टाइममा नै आउँछु है। डुब्लाएर यो भाइ त अरे कहाँ डुब्लाएको देख्नु भयो यार? मैले त आफ्नो शरीर पनि देखाएको छैन त। कहिले हेर्न भ्याउनु भयो? कहाँदेखि? यस्तो त नगरिदिनुहोस्। कहाँ दुब्लायो यार? म त अघिदेखि यत्तिकै बसिरहेको छु त। अब यो मुन्टो हेरेर दुब्लायो भन्नुहुन्छ भने त यार त्यस्तो नगरिदिनुहोस् अलिक। ओहो चित्त बुझाइहाल्यो नि उता हेरेर त ल। अघि नै बरु यतिको म्याजिक मसला हालिदिनु पर्ने। कमसेकम अहिले 16-17 को स्ट्रिक हुन्थ्यो यार। उता चित्त बुझाइदिइहाल्यो नि। ठिक छ ल, बाई 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 बाई। ल ठिक छ, अहिले लाग्नुपर्ने हुन्छ त गाइज है। मैले जान्छु भोलि बसौँला। भोलि बरु म मोटुलाई नि यसो गेस्टमा ल्याउँला नि त बरु, लाइभ नआए पनि। के कसो? ठिक छ नि त? लाइभ नआए पनि गेस्टमा यसो बोलाउँला, गेस्टमा बस्ला अनि यसो कुराकानी गरौँला होइन। त्यसपछि यसो 1-2-4 गेम खेलौँला अनि जाम्ला। के छ र? मैले आज नै यसो भनेको थिएँ मोटुलाई। अब मोटु इज लाइक नै बुढा बहुत दुतिए नै बुढा होइन। गर्नु बेला पुरा त्यहाँ गएर आफूलाई पुरा त्यहाँ यताउति के गर्नु छ अनि लास्टमा नखरा सहनु छ कसले? बुढोले। हेर त बुढोको जिन्दगी। आफूलाई केही नभए पनि बुढीलाई भएको देखेर आफूलाई नि भए जस्तो हुन्छ। हेर त यार बुढोको जिन्दगी, सबै कुरा एक शरीर 2 मुटु भने जस्तो। 2 मुटु 1 शरीर होइन, एक मुटु 2 शरीर भने जस्तो भइरह यार। गुड नाइट भाइ, गुड नाइट ज्ञानु दिदी, गुड नाइट। टेक केयर छ सबैजनालाई। पोज खै त अरे पोज के दिने हो त यार आज हल्का यसो ब्ल्याक सर्ट लगाएको छु। अलिक ब्ल्याक सर्टमा म त ह्यान्डसमै आउँछु होला त। अलिक हल्का यसो दिनुहोस् त। क्लोज अप पोज। भयो भएन अलि यसो क्लोज अप पोज। ल नागिन हो? कहाँ नागिन यार? कस्तो के हो यार? पोज हो यो मेरो। ल टेक केयर गाइस सबैजनालाई है त। टेक केयर लाग्छु म। ओके भोलि टक्क टाइममा आउँला। बरु भोलि यसो रमाइलो गरौँला। बरु मुटुलाई लिएर आउँला। गेस्टमा आयो भने बसौँला अनि मजाले। ओके ल टेक केयर। एकदम धेरै टेक केयर गर्नु होला सबैजनाले। अरे ल त भोलि भेटौँला। भोलि रमाइलो गरौँला। आज यी बत्ती छैन घरमा। बत्ती नै गयो, बत्ती काटिदियो, के भन्छ बत्ती नै काटिदियो। बिजुलीको मतलब उसले हेर्नु त अँध्यारो पुरै कति गाह्रो छ। गएँ लागेला।